नमस्ते, तपाईँलाई आजको यस भिडियोमा स्वागत गर्न चाहन्छौँ। हामी 2068 सालमा टिओले सोधेको मोस्ट इम्पोर्टेन्ट क्वेसन गर्न गइरहेका छौँ, जुन चाहिँ पार्सियल डिफरेन्सियल इक्वेसनको ल्याग्रेन्ज ल्याग्रेन्ज थ्योरमबाट सोधेको हुन्छ। यो थ्योरम अनुसार हामीले यो क्वेसन दिएको छ भने हामीले यो क्वेसनको जेनरल सल्युसन निकाल्नुको लागि केही स्टेपहरू फलो गर्नुपर्ने हुन्छ, जुन चाहिँ पहिला हामीले यो फर्ममा लगाउनुपर्छ, जुन चाहिँ ल्याग्रेन्ज एक्जुलरी इक्वेसन हुन्छ, जुन चाहिँ डिवाई बाई यो क्यापिटल पी हुन्छ, यो क्यापिटल क्यू हुन्छ, यो क्यापिटल आर हुन्छ, यो भनेको पी क्यू आर हुन्छ। बुझ्नुभयो होइन? अब यसो छ भने हामीले अब के गर्नुपर्छ भन्दाखेरि यसलाई तलकोलाई 0 पार्नुपर्छ। त्यसको लागि हामीले मल्टिप्लायर्सहरू चुज गर्नुपर्छ, जुन चाहिँ हामीले 1 1 लियौँ भने एकचोटि लिँदा 1 यहाँ मल्टिप्लाई भयो, यहाँ 1 सबै हुँदा चाहिँ यो तलको 0 भयो, 0 भयो होइन। अब अर्कोचोटि के लियौँ, एक्स लियौँ, वाइ लियौँ, नो एक्स लियौँ, जेड लियौँ र वाइ लियौँ। कसको लागि? यसको लागि लिँदा एक्स लियौँ, जेड लियौँ, वाइ लियौँ, तलको त 0 हुन्छ नि, तलको 0 भयो भने अब के गर्नुपर्छ भन्दाखेरि अब यो तलको 0 भयो भने यो एक्स 0सँग इक्वेट गर्न मिल्छ। इक्वेट गर्न मिलिसकेपछि तपाईँले यहाँ त बुझ्नुभयो होइन? अब यहाँ बुझ्दाखेरि यसलाई इन्टिग्रेट गर्दाखेरि यो एक्स स्क्वायर एक्स डिएक्सको इन्टिग्रेसन एक्स स्क्वायर बाई 2 भयो। अब प्लस वाइ जेड कसरी भयो भन्दाखेरि यसलाई वाइ जेड हुन्छ क्या। जस्तै तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, जेड डिवाई प्लस वाइ डिजेड भनेको डी वाइ जेड लेख्न मिल्छ भने हामीले यसलाई इन्टिग्रेसन गर्दाखेरि के हुन्छ, डिडी काटिन्छ होइन, वाइ जेड डिडी काटेर यो काट्यो, त्यही भएर वाइ जेड लेख्न पायो। अब यो भनेको C2 भयो, यो भनेको C1 भयो। हामीले जेनरल इक्वेसन के थाहा छ भन्दाखेरि जेनरल सल्युसनको इक्वेसन के थाहा छ भन्दाखेरि फाइ भनेको के हुन्छ, C1 C2 हुन्छ। के हुन्छ, फाइ इजिकल टु C1 एन्ड C2 नै हाम्रो जेनरल सल्युसन हुन्छ। त्यही भएर हामीले C1 भनेको यति दिएको छ, C2 भनेको यति दिएको छ। अब फाइ भनेको के अरे, आर्बिट्रेरी कन्स्ट्यान्ट। यो तपाईँलाई 4 मार्क्समा पनि सोध्न सक्छन्। त्यही भएर तपाईँको इक्जामको मुखमा तपाईँ हुनुहुन्छ भने एकदम महत्त्वपूर्ण प्रश्न हो। धन्यवाद।